हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हामी चाहिँ यस्तो गर्मीमा के गरेर चाहिँ सोचिरहनु भएको छ भने हामी चाहिँ आज सेलरोटी बनाउँदैछौँ। त्यो राम्रो कामको लागि है साथी हो। हामी राम्रो कामको लागि संयुक्त अपाङ्ग के अनाथालय रहेछ त्यहाँनिर लगेर हामी सेलरोटी दिन आँटेका छौँ होइन। हामीले आज के बनाउँछ हेर्नुहोस् ल। र हामीले सेलरोटीसँगै अनि तरकारी आलु केराउको तरकारी बनायौँ होइन। अनि त्यस साथसाथै मुला काँक्रा गाजर आलु उसिनेको अचार पनि बनायौँ। अनि त्यसपछि लाएर यसरी हाम्रो तरकारी बनाउने काममा हल्का ग्रेभी बनाऊँ भनेर चाहिँ, ताकि सुक्खा भयो भने केटाकेटीलाई अलिक गाह्रो हुन्छ नि त खान, त्यही भएर हल्का ग्रेभी बनायौँ। हामी चाहिँ जाने ठाउँ यही हो, संयुक्त अपाङ्ग एकता आवास केन्द्र, जुन चाहिँ माइती नेपालमा रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ। यस्तो तातो घाममा जस्ताको छ डर बिचरा कति गर्मी हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। यस्तो घाम हेर्नु न, छेउमै वास्तु देख्ने। अनि हामी चाहिँ त्यहाँ अब बाँड्न थाल्यौँ खानेकुरा। आन्टीले सेल देखाउँदै हुनुहुन्छ होइन। म चाहिँ पस्किनेमा छु। मैले चाहिँ आलु केरो तरकारी, अनि त्यसपछि मुला गाजर अचार, अनि त्यसपछि ब्राउन निम्की मफिन, अनि फुरनदाना, अनि खोइ के थियो बिर्सिसकेँ मैले त। त्यो हालेर होइन पस्किन थाल्यौँ। पस्किँदै गयौँ। अनि त्यसपछि जम्मा चाहिँ त्यहाँनिर केटाकेटी भनेको चाहिँ 42जना हुनुहुन्थ्यो भनेर भन्नुभएको थियो त्यहाँको चलाउने सञ्चालिकाले। अनि हामी पहिला चाहिँ अरू हुनुहुन्थ्यो, अहिले चेन्ज भइरहनु रहेछ त्यहाँ पनि होइन। यसरी हाम्रो मफिन पनि हाल्दै थियो होइन। मैले हालेको मफिन चाहिँ उल्टो पाल्टो भयो भने बहिनीले उल्टो पाल्दै थियो कि, उसलाई चाहिँ फेरि सट्ट मिलाएर दिनुपर्छ। आफूलाई त अब हतारमा त्यत्रोजनालाई कतिलाई कसरी लायो थाहै भएन होइन। यसरी नै हामीले मफिन मैले चाहिँ देख्नुभयो साथी, मफिन चाहिँ उल्टो पाल्दो रहेछ कि। त्यस्तै त हो नि सबैको होइन, अब आफ्नो तरिका हुन्छ। उसलाई चाहिँ सबै कुरा टकटक मिलाएर दिनुपर्छ कि यसरी। अनि चिसो पनि अगाडि थियो, चिसो बाँड्नु पऱ्यो होइन। चिसो पनि बाँड्न सुरु गऱ्यौँ मैले र आन्टीले। यसरी चिसो बाँड्दै गयौँ। बहिनीले चाहिँ भिडियो खिचिरहेको थियो कि। अनि यो सानो बाबु यो पहेँलो टी सर्ट लाउनु र त्यो भित्र माथि कुनाको रातो लाउने बाबु चाहिँ सानै छ हाम्रो, मेरो छोरीभन्दा अलिक कान्छै होला होइन। अनि सानै छ। अनि तिनीहरूको चाहिँ अलिक धेरै माया लाग्छ क्या, गइरह हुन्छ नि त हामी खानेकुरा लिएर। अनि त्यही हो। अनि उनीहरूलाई चाहिँ यो खानाभन्दा चाहिँ यस्तो नै मनपर्छ भनेर जानकारीमा आयो। अनि त्यही जानकारी अनुसार हामीले चाहिँ अर्कोचोटि चाहिँ म चाउमिन ल्याउँछु। अब आन्टीको चाहिँ शुक्रबार छोराको बर्थडे र त्यतिखेर उहाँले के ल्याउनुहुन्छ मलाई थाहा भएन। मैले चाहिँ चाउमिन ल्याउँछु भनेर भनेको छु होइन। मैले चाउमिन ल्याउँछु कि ल्याउँदैन भन्नुहोस् है। यो बाबुसँग चाहिँ यसो प्राङ्क हानिदिएको नि त, यसो के हो भनेर सोध्दै थियो क्या मलाई। अनि तिमीलाई देखाउने चिज हो भनेर देखाइदिएको क्या उसलाई चाहिँ। अनि यसरी उनीहरूले चाहिँ खानुभन्दा अगाडि चाहिँ प्रे गर्दा थियो होइन। त्यही भएर नखाइकन बसिरहेको थियो। अनि हामीले सबै चिसोहरू पस्किदिइसकेपछि चाहिँ उनीहरूले खान थाल्यो क्या। अनि आन्टीले सोध्दै हुनुहुन्थ्यो ककालाई के थपिदिउँ भनेर होइन। अनि थपनी नै दिनु पऱ्यो नि त। अनि ककालाई के थपिदिउँ भनेर सोध्दै हुनुहुन्थ्यो। अनि मेरो छोरीहरू चाहिँ बाहिर खेल्न गइरहेको थियो, कता गयो भनेर म चाहिँ खोजिरहेको थिएँ क्या। मेरो छोराछोरी चाहिँ अब यतातिर ध्यान मात्र दिएर हुँदैन, आफ्नो पनि हेर्नु पऱ्यो। आफ्नो हेर्दै जाँदाखेरि मेरो छोराछोरी कता गएछ भनेको त बाहिर कुखुरालाई पो खाना दिँदै रहेछ। के गर्नु, केटाकेटीहरूलाई कति रहर लागेको खाना दिन। यसरी खाना दिइरहेको रहेछ बाहिर। अनि त्यसपछि लाएर हाम्रो भ्लग चाहिँ यहीँ एन्ड हुन्छ। बाई बाई। सब्सक्राइब गरिदिनुहोस् ल मेरो च्यानललाई। लाक्पा शेर्पालाई सब्सक्राइब गरिदिनुहोस्। बाई बाई। लभ यु।